र आज फेरि म तपाईलाई एउटा माबोधको होलसेल पसलमा लान गइरहेको छु गाइज। यो 8500 वाइफाई भएको प्रोजेक्टर खोलेर देखाइदिनुस्। जहाँबाट नि लाइभ हेर्न मिल्यो, सिम हाल्दिने, मोबाइलको डाटाले जहाँबाट पनि। अनि 12000 mAh को ब्याट्री छ, क्वालिटी एकदम हाई क्वालिटी। ब्याट्री ब्याकअप पनि दिन्छ यसले? 12000 mAh ब्याट्री। कति घण्टा? 1 इयर वारेन्टी छ, RGB पनि बल्छ। चाहिँ हामी क्वालिटी हेर्दैछौँ, उहाँको क्यामेराको क्वालिटी कस्तो छ कि उहाँले साँच्चै यो स्मार्ट वाच हेर्नुस्, यो हेर्नुस् है। त्यसपछि अर्को यो पनि सबै स्मार्ट वाच है। अनलाइनमा जुन सस्तो बेचिरहन्छ भन्ने चाहिँ 4 MP हुन्छ, हुने चाहिँ 1 MP मात्र हो। यो लाइक साउन्ड वाइज दामी छ नि? ए साउन्ड पनि एकदम राम्रो छ। अनि कतिको उ दिन्छ यसले ब्याकअप? यो चाहिँ जम्मै एयरपोर्ट है। महाकसम यार, कति धेरै क्वालिटी। र क्वालिटी वाइज खोइ फोम हेरौँ त कम्फर्ट छ कि छैन? एकदम फुल कम्फर्ट छ। यसले आगो धुवा देख्नु बित्तिकै तपाईँको मोबाइलमा अटोमेटिक मेसेज आउँछ। कानमा राखेर यो ANC बटन छ टक्क यहाँ। नर्मली उहाँले होलसेल बेच्नु छ, तर तपाईँले पाउनुहुन्छ एक पिस रिटेल पनि। गजब यो आज फेरि म तपाईँलाई एउटा माबोधको होलसेल पसलमा लान गइरहेको छु गाइज। यो चाहिँ गेजेट्सको लागि एकदमै दामी ब्रान्ड छ, NCJ ब्रान्ड। र यहाँ तपाईँलाई मैले खतरा क्यामेरा देखाउनु वाला छु गाइज। यहाँ हेर्न सक्नुहुन्छ भेराइटी अफ क्यामेराज NCJ ब्रान्डको, जुन तपाईँले विश्वास गर्न सक्नुहुन्छ। राम्रो ब्रान्ड हो, मार्केटमा यो चाहिँ चलेको छ। र यहाँ गेजेट्स हेर्नुहोस् गाइज, यतिको गेजेट्स होलसेल प्राइसमा तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न। होलसेल प्राइसमा यस साइज माबोधमा उहाँले पसलहरूलाई बेच्ने, तर टप ट्रेन्डको रिक्वेस्टले उहाँले चाहिँ हामीलाई एक पिस पनि दिनुहुन्छ। यो क्यामेराहरू जस्तो स्मार्ट वाचहरू, इयरफोनहरू, त्यहाँ हेडफोनको लस्करै हेर्न सक्नुहुन्छ। गेमिङ हेडफोन छ, त्यसपछि हेयर आइरन छ, के छ गाइज। सबै कुरा हामीले भिडियोमा यो दाइसँग गर्ने हो। त्यही भएर स्टे ट्युन दि टप ट्रेन्ड। आजलाई चाहिँ यो भिडियो खतरा छ, पुरा भिडियो हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला टप ट्रेन्डलाई। नमस्कार। अनि के छ त दाइ, आज चाहिँ के रहनवाला छ? स्पेसल कुराहरू भनिदिनु पर्यो अलिकति। स्पेसलमा त सिक्युरिटी क्यामेराहरूमा छ धेरै हो। आज भोलि यसको चलन चाहिँ अति नै छ, किनभने मान्छेहरूलाई यो नर्मली हुन्छ नि, यो DVR लगाऊ, यो लगाऊ, NVR लगाऊ, तार जोड, झन्झट धेरै भयो। यसले कतिको सोल्युसन दिन्छ त त्यसलाई हटाएर? अनि सोल्युसन तपाईँको यसमा जस्ट तपाईँको कनेक्ट गर्ने, चलाउने, वायरलेस तपाईँको वाइफाईबाट जहाँबाट नि हेर्नु मिल्यो। ट्र्याकिङ सिस्टमहरू छ यसमा, तपाईँको मान्छेलाई अटोमेटिक ट्र्याकिङ गर्ने, मोसनहरू, तपाईँको सेयरहरू 3-4 जनालाई सेयर गर्नु मिल्ने सिस्टम बन्छ। 1 वर्ष वारेन्टी पनि छ। वारेन्टीवाला सबै फिचर्स भएको गाइज। यसलाई तपाईँले जस्तो 4-5 जनाले सेयर गरेर हेर्न सक्ने एउटै क्यामेरामा 4-4वटा क्यामेरा के गाइज। यहाँ हेर्नुहोस्, अब यो क्वालिटीको कुरा आउँछ, यसको क्वालिटी कस्तो हुन्छ त्यो पनि हामीले हेर्ने हो। प्लस यो एउटा क्यामेरा देखाइदिनु पर्यो अलिकति, कुनै छैन? जस्तो यो टेबलमा राखेको क्यामेरा कुन हो? अब यो त तपाईँको अब मार्केटमा अनलाइनमा जुन सस्तो बेचिरहन्छ भन्ने चाहिँ 4 MP हुन्छ, हुने चाहिँ 1 MP मात्र हो। ए अच्छा, त्यस्तो चाहिँ फ्रड भइरहेछ है गाइज। यो चाहिँ बच्नु होला। मार्केटमा नर्मल्ली तपाईँलाई यस्तो क्यामेरा देखाइदिन्छ, अनि 4 मेगापिक्सल, 10 मेगापिक्सल, 50 मेगापिक्सल भनेर गफ दिन्छन्। यो चाहिँ तपाईँले मार्केटमा नर्मल्ली कतिमा पाउँछ यो क्यामेरा? नर्मली यो हामीले 3500 रुपियाँ होलसेल छ। अब यो अनलाइनमा चाहिँ 5500, 6000 सम्म। 5500-6000 मा बेच्छन्। सही कुरा भन्नुभयो। यो चाहिँ 4वटा क्यामेरा भएको होइन त? एकचोटि यो क्यामेराहरू देखाइदिनु पर्यो, यसको फिचर्सहरू पनि एकचोटि देखाइदिनु पर्यो। अब यो क्यामेरा छ तपाईँको आउटडोरको लागि धेरै राम्रो छ। यो के हो? सोलर पेनल? सोलर पेनल पनि छ यसमा। अरे भाइ खतरा हो त यो त। यसमा तपाईँको कुनै पनि वाइफाई इन्टरनेट चाहिँदैन। सिम हाले, डाटा प्याक गर्ने, अनि तपाईँको जहाँबाट पनि लाइभ हेर्नु मिल्यो। जहाँबाट नि लाइभ हेर्न मिल्यो, सिम हाल्दिने, मोबाइलको डाटाले जहाँबाट पनि। ए चार्ज पनि चाहिएन, यसले चार्ज दिन्छ हैन त सोलर पेनलले। हो यो गाइज, यो खतरा कुरा है गाइज। यो चाहिँ तपाईँले सोलर पेनलमा जोड दिने, सोलर पेनल बाहिर राखिदियो, यसमा मेमोरी कार्ड राख्नु मिल्छ? मेमोरी राख्नु मिल्छ। अनि वाइफाईबाट कनेक्ट हुन्छ कि हुँदैन? वाइफाईबाट पनि हुन्छ, सिधा डाइरेक्ट नजान्ने मान्छेले मेमोरीबाट पनि रेकर्ड गर्नु मिल्छ। अनि सिम पनि लाग्छ? सिम पनि लाग्छ। भाइ खतरनाक क्यामेरा। यसको प्राइस एकचोटि भनिदिन मिल्छ? अब यसको तपाईँको सोलर ब्याट्री सबै यो गरेर 6500 मात्र हो। 6500 मा क्यामेरा प्लस सोलर पेनल पनि आयो। ल दामी। अनि यो क्यामेरा कस्तो भयो? यो इन्डोर? यो पनि तपाईँको सोलर पेनल प्लस ब्याट्री वाइफाईबाट हो। यो सिम कार्ड छैन। सोलर पेनल आउँछ, प्लस 10x जुम पनि छ यसमा तपाईँको। अनि क्वालिटी राम्रो छ नि यसको? अनि 12000 mAh को ब्याट्री छ, क्वालिटी एकदम हाई क्वालिटी। ब्याट्री ब्याकअप पनि दिन्छ यसले? 12000 mAh ब्याट्री। कति घण्टा? मजाले त 7-8 दिन चार्ज गर्नु पर्दैन। 7-8 दिन चार्ज गर्नु पर्दैन? साँच्ची हो कि गफ हो दाइ? रियल हो नि। ल NCJ ब्रान्डको उहाँले उही गर्नु भएको छ, आफ्नै ब्रान्ड हो उहाँको। यसमा तपाईँको अर्को चाहिँ यो कस्तो 3वटा क्यामेरा छ? 4वटा? यो तपाईँको 3टा क्यामेरा छ, एउटा चाहिँ सेन्सर हो। ए सेन्सर।
ल दाइ एकचोटि यसको अर्को यो 3वटा क्यामेरा 3 साइडमा राख्न मिल्यो यसलाई हामीले मोबाइलबाट पनि एडजस्ट गर्न मिल्यो ए मजाले तपाईको सबै क्यामेरा जुन क्यामेरा पनि सबै हाम्रो क्यामेराको एउटै एप्लिकेसन हो त्यसले जुन पनि क्यामेरा 10 वटा क्यामेरा एकैचोटि लाइभ स्ट्रिमिङ हेर्नु मिल्ने सिस्टम पनि मिल्छ 10 वटा क्यामेरा एकैचोटि भन्नाले हाम्रो यो जुन पनि क्यामेरा तपाईले जुन किने पनि तपाईको एउटै स्क्रिनमा सिधा लाइभ डाइरेक्ट PTZ हेर्नु मिल्छ ए 10 वटा क्यामेरा छुट्टा छुट्टै ठाउँमा अनि यो जस्तो एकचोटि मलाई क्वालिटी छ मोबाइलमा कुनै कनेक्ट गरेको छ अथवा गरिदिनु पर्यो क्वालिटी देखाइदिनु पर्यो किनभने धेरैको गुनासो हुन्छ यो तपाईको क्यामेरा देखाउने एउटा हुन्छ क्वालिटी राम्रो हुँदैन रे त्यस्तो खालको होला यसैको जोडिदिनुस् यो चाहिँ तपाईले ल्यान्ड पोर्ट हाल्नु भएको हैन यसमा ल्यान्ड जेक केबलबाट वाइफाई पनि हुन्छ यसमा वाइफाईबाट पनि सिधा ल्यान्ड पोर्टबाट पनि हुन्छ वाइफाईबाट पनि हुन्छ हाम्रो यसको क्यामेराको एप्लिकेसन कुन हो ओकेम प्रो एकचोटि यसमा लोगो छ भने देखाइदिनु त क्यामेराको एपको कुन चाहिँ यो ओकेम प्रो ल ठिक छ यो एकचोटि खोल्नु त कनेक्ट गर्नु त दाइ ल गाइज उहाँले कनेक्ट गर्दै गर्छ तबसम्म हामी अरू सामान पनि हेर्दिउँ उहाँसँग के सामान छ स्मार्ट वाचेसहरू यहाँ हेर्न सक्नुहुन्छ कस्तो दामी दामी क्या ल यो स्मार्ट वाच हेर्नुहोस् यो हेर्नुहोस् है त्यसपछि अर्को यो पनि सबै स्मार्ट वाच है नाइस यार यो दामी छ त यार गाइस ल स्मार्ट वाच भयो यहाँ एयरपोर्ट हेर्नु गाइस यो चाहिँ जम्मै एयरपोर्ट है महाकसम यार कति धेरै क्वालिटी ल कनेक्ट भइसक्यो छ र कनेक्ट भइसक्यो उहाँको ल गाइस यो क्यामेरा चाहिँ कनेक्ट भयो र अब चाहिँ हामी क्वालिटी हेर्दैछौँ उहाँको क्यामेराको क्वालिटी कस्तो छ कि उहाँले साँच्चै के गफ दिनुभयो हो ओहो यार यो त क्रिस्टल क्वालिटी छ ल गाइस कस्तो दामी ल अलिकति यो हाम्रो चेन्ज गर्न मिल्छ हैन भ्यूहरु मिल्छ यो तपाईको स्क्रिन चेन्ज गर्दिने स्क्रिन चेन्ज ए स्प्लिट स्क्रिन यो अर्को नि स्क्रिन छ 3 स्क्रिन क्वालिटी चाहिँ राम्रो छ यार यो जुम गर्न मिल्छ ए मजाले दामी हो ल गाइज यार यो क्यामेरा चाहिँ म तपाईलाई एकदम रिकमेन्ड गर्छु टप ब्रान्डले तपाई लान सक्नुहुन्छ गाइज एकदमै प्रोडक्ट सम्म चिनिदो रहेछ यहाँ हेर्नुस् प्रोडक्ट सम्म चिन्न सकिदो रहेछ यहाँ माउसहरु यताउति सो क्वालिटी वाइज यो पास है त गाइज मैले चाहिँ पास गर्दै एकदम राम्रो लाग्यो मलाई यो एनसीजे ब्रान्डको क्वालिटी क्यामेराको चाहिँ ल दाइ यो चाहिँ सारै राम्रो सबैको क्वालिटी यस्तै हो कि अझै यो भन्दा राम्रो हुन्छ सबैको क्वालिटी यो भन्दा अझै बेटर नै छ अब यो 4K क्वालिटी रियल 4K छ यो तपाईको 8 मेगापिक्सलको छ 8 मेगापिक्सल हेर्न यहाँ हेर्नु त गाइज हेर्दाखेरि नै बवाल छ के क्यामेरा यसमा तपाईको फेरि ब्ल्याक लेन्स वाला क्यामेरा छ तपाईको रातिमा पनि बत्ती सत्ती केही नबाले पनि फुल कलर नाइट भिजन देखिन्छ बत्ती बालेन भने पनि कलर नाइट भिजन ल बवाल सही हो ल अनि यो तीनवटा क्यामेरा भयो यो सिंगल भयो यो पनि सिंगल हो यो डबल छ यो डबल तपाईको अर्को फायर वर्क वाला पनि छ तपाईको फायर वर्क भन्नाले यो फेरि कस्तो यो तपाईको जस्तो तपाईको 5-7 सेकेन्ड 10 सेकेन्ड भित्र तपाईको 5 सेकेन्ड भित्र आगो लाग्यो यसले डिटेक्ट गरेर अनि तपाईले साइरन बजाइदिन्छ अनि मेसेज पठाइदिन्छ जहाँबाट मोबाइलमा मेसेज पठाइदिन्छ यसले सिधै मेसेज पठाइदिन्छ वाह गाइस यार यो त खतरै सेक्युरिटी क्यामेरा भयो है गोदामहरुमा शॉर्ट सर्किटबाट आगो लागि भएपछि कसैले कोले मेसेज गर्ने आगो पुरै दन्केपछि मात्र कल मेसेज आउँछ तर यसले आगो धुवा देख्न बित्तिकै तपाईको मोबाइलमा अटोमेटिक मेसेज आउँछ फायर देख्यो कि यसले डिटेक्ट गरेर तपाईलाई पठाइदिन्छ अटोमेटिक मेसेज खतरा लाग्यो अब यिनीहरुको एकचोटि प्राइस मलाई भनिदिनु त जस्तो यो क्यामेराको नर्मली कहाँ युज गर्न मिल्यो घरमा हुन्छ यो तपाईको इन्डोर आउटडोर सबैतिर मिल्यो सबै क्यामेरा हाम्रो वाटरप्रुफ हो तपाईले जुन क्यामेरा नि तपाईले बाहिर आउटडोर पनि युज गर्न मिल्यो इन्डोर पनि युज गर्न मिल्यो इन्डोर आउटडोर दुईटै युज गर्न मिल्यो प्राइस कति हो त यो क्यामेराको अब यो तपाईको तीनटा क्यामेराको विथ 1 इयर वारेन्टी 5000 रुपैयाँ पर्न आउँछ 5000 मा विथ 1 इयर वारेन्टी आयो 1 सालको वारेन्टी वाला क्यामेरा गाइज उहाँले चाहिँ सारै राम्रो यो मलाई लाग्यो है एनसीजे ब्रान्डको मैले नाम पनि सुनेको भएर मैले आएको खास मैले हेडफोनहरु हान्दाखेरि एनसीजे को तपाईको वेबसाइट पनि मैले देखाएको थिएँ है सो त्यहाँ मलाई राम्रो लाग्यो प्रोडक्टहरु नि मैले तपाईलाई फलो गरे हो मलाई सारै दामी लाग्यो तपाईको प्राइस र सामान चाहिँ एकचोटी हामीलाई यो हेडफोनहरु पनि देखाइदिनु त त्यो हेडफोन टन्नै देखिरहेको छु नि म त्यो मलाई निलो र येलो एकदम दामी लाग्यो यो तपाईको यसमा तीनटा कलर छ विथ माइक्रोफोन पनि छ प्लस गेमिङ लाइट साइटहरु पनि बल्छ यो वायरलेसमा यो वायरलेस हो ए वायरलेसमा यो आरजीबी बल्छ 1 इयर वारेन्टी छ आरजीबी पनि बल्छ 1 साल वारेन्टी वाला आरजीबी वायरलेस गेमिङ हेडफोन यार गाइस यो पनि दामी है त एकचोटी बाल्न मिल्छ मजाले 15-20 घण्टा ब्याकअप छ 15-20 घण्टा छैन ए बल्यो त यार यो नाइस यो आरजीबी बल्दो रहेछ है गाइस गेमिङको लागि इफ तपाईलाई चाहियो भने माइक निकाल्नु पनि मिल्छ ए खतरा होला यो सही हो रेट पनि एकदम सस्तो छ रेट कति दाइ रेट जम्मा 1750 रुपैयाँ मात्र 1750 मा 1 साल वारेन्टी वाला गेमिङ वायरलेस हेडफोन यार गाइस यसमा के छ कलरहरु छ
कलर 3टा अप्सन छ, व्हाइट छ, पिङ्क छ। ए व्हाइट पिङ्क र ब्ल्याक गाइस सबैलाई अप्सन चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है गाइस। अनि तर मलाई यो ठिक लाग्यो हो, यो मलाई चाहिँ दामी लाग्यो है पर्सनली। अब ग्राफिटी एएनसी वाला हेडफोन हो। नर्मली एएनसी भन्नाले कस्तो एएनसी के हो? एएनसी भनेको यो छुट्टै स्पेशल बटन आउँछ, तपाईले कानमा राख्ने बित्तिकै यो एएनसी अन गर्नुहोस्, बिना कनेक्ट गरेकै बाहिरको आवाज सबै गायब भइदिन्छ। ए बाहिरकै आवाज सुन्दैन? के पनि सुन्दैन। ल दामी यार, एकचोटि मलाई सुनाइदिनु त यो कस्तो हुन्छ, लगाइदिनु त मेरो टाउकोमा। लगाइज म एकचोटि एएनसी चेक गर्छु है के रहेछ, म तपाईँलाई बुझाइदिन्छु। अन गर्यो, जस्ट अन गर्यो, अहिले केही कनेक्ट नगरौँ अनि बाहिरको नोइज क्यान्सल हुन्छ। यो जस्ट कानमा राख्यो, राखेर यो एएनसी बटन छ टक्क यहाँ, अनि यो जस्ट थिच्यो, थिचेपछि सबै गायब। एएनसी खोइ मलाई सुनाउनु त एकचोटि, पहिला नोइज भएको सुनाउनु अनि नोइज नभएको सुनाउनु त। लगाइज म चाहिँ सुन्दैछु है, अहिले चाहिँ नोइज आइरहेछ। एएनसी अन भन्यो। ओहो यार यो त म्याजिक नै हो यार। यार केही सुनेन त, बाहिरको गाना पनि बजेको छैन गाइस, तर बाहिरको साउन्डहरू पुरै नोइज घटाइदियो यार। यो चाहिँ तपाईँ नकिने पनि एकचोटि हेर्न भए पनि आउनुपर्छ है गाइस। मलाई दामी लाग्यो यार एएनसी मोड चाहिँ। यसको प्राइस कति हो नि? यो जस्ट होलसेल हामीले अहिले स्पेसलमा चाहिँ 2500 रुपियाँ अहिले रेट हो। त्यो 2500 रुपियाँ 2500 होलसेल हो। रियल चाहिँ 4000 4500 बिक्छ यो मार्केटमा, तर अहिले होलसेल चाहिँ 2500 रुपियाँ हो। होलसेल उहाँले 2500 बेच्नु भएको छ। तपाईँ आउनुहोस्, टप ट्रेन्डको भिडियो हेरेर आउँदै हुनुहुन्छ भने स्क्रिनसट ल्याउनु र उहाँसँग 2500 मा लान सक्नुहुन्छ। एनसिजे ब्रान्डको हेडफोन गाइज, एकदमै यो क्वालिटी वाइज खोइ फोम हेरौँ त कम्फर्ट छ कि छैन? एकदम फुल कम्फर्ट छ। यहाँ हेर्नु है गाइज, यो फोम साह्रै सफ्ट छ, कान दुखाउँदैन यसले। 10 घन्टा लगायो भने पनि कान दुखाउनुवाला छैन। यसलाई तारबाट पनि युज गर्न मिल्छ मजाले। ए ल वायरबाट पनि युज गर्न मिल्यो, प्लस वायरलेस ब्याट्री ब्याकअप कति दिन्छ यसले? ब्याट्री ब्याकअप नर्मली तपाईँले एएनसी युज गर्नुभयो भने 7-8 घन्टा दिन्छ, एएनसी गर्नुभयो भने 15-20 घन्टा दिन्छ। भाइ 15-20 घन्टा यार, ल गजब यार गजब। ल मलाई चाहिँ एकदम राम्रो लागिरहेको छ एनसिजे ब्रान्डको। तपाईँको एनसिजे ब्रान्डको यो छ, अर्को पनि यो एनसिजे को छ यहाँ हेडफोन। यो पनि एएनसी वाला छ, यो सबै एएनसी छ यसमा? सब एएनसी छ, यो नि एएनसी वाला हो। वायरलेस हो? सबै वायरलेस हो, एएनसी हो। यसमा नि 3टा डिजाइन छ। गाइस ट्रुली तपाईँले वायरलेस हेडफोनहरू यताउति चाहिएको छ भने तपाईँ यो चुज गर्न सक्नुहुन्छ। यो रेटमा तपाईँ मार्केट घुमेर टाइम वेस्ट गर्दै नगर्नुहोस्। मेरो सुझाव यति मात्र छ, यो प्राइसमा तपाईँ मार्केट वेबसाइट जे ठाने पनि उहाँको आफ्नो ब्रान्ड आफ्नो प्राइसमा। नर्मली उहाँले होलसेल बेच्नु छ, तर तपाईँले पाउनुहुन्छ एक पिस रिटेल पनि। गजब। यो प्रोजेक्टर देखिरहेको छु नि मैले। हजुर हजुरले यो पनि यो आउँछ क्या तपाईँको? हजुर हजुर यो हाम्रो यो पनि तपाईँको सस्तै छ। यसमा तपाईँको त्यो वाइफाई साइफाई सबै छ। यो जम्मा 8500 मा। 8500 मा वाइफाई भएको प्रोजेक्टर खोलेर देखाइदिनुहोस् यार गाइज। यो त खतरै ठाउँमा आयो क्या म। 8500 मा प्रोजेक्टर क्वालिटी कस्तो छ नि त फेरि? ए क्वालिटी बवाल छ। यसको कुनै भिडियो छ तपाईसँग यो प्रोजेक्टरको? यसको भिडियो तपाईँको T7 भनेर सर्च गर्दा हुन्छ, अनलाइनमा भेटिन्छ। T7 मार्केटमा कति बेच्छ नि यो? मार्केटमा 18000 20000 मा बिक्छ यो। ओहो हजुरले कतिमा दिनुहुन्छ? 8500। 8500 मा प्रोजेक्टर गाइज, क्यान यु इमेजिन? ए सबैलाई यार। यसमा तपाईँको यो ओपन छ, ल सटर पनि छ यसमा, लो गर्ने क्वालिटी राम्रो छ। स्क्रिन साइज कति आउँछ यसमा? स्क्रिन साइज तपाईँको 150 इन्चीसम्म काम गर्छ मजाले। 150 इन्चीसम्म आउँछ यसले मजाले गर्छ। तर डे लाइटमा कतिको काम गर्छ यसले भन्ने कुरा हो? डे लाइटमा अराउन्ड त्यो 6 इन्ची ठिक्क हुन्छ। लुमेन्स यसमा लेखेको हुन्छ? 7 यसमा 1080p हुन्छ। 1080p त भयो। यसको रेजुलेसन तपाईँको यो 720p हुन्छ। ओके हैन, म्याक्सिमम चाहिँ 1080p सम्म काम गर्छ। ठीक छ। ब्राइटनेस अब यस्तो हो गाइस, सस्तो छ। तर तपाईँ 140 इन्ची स्क्रिनसम्म लेखेकै छ। ए त्यसो भए राम्रै हो, राम्रै होला गाइस। आएर एकचोटि चेक गर्नु होला। मेरो काम हो देखाइदिने। मैले तपाईँलाई राम्रो ठाउँमा प्रोजेक्टरहरू देखाइदिएको छु। जेन्युन सेलर हुनुहुन्छ उहाँले। हाम्रो क्यास अन डेलिभरी कसैले खोज्यो भने अनलाइन डेलिभरी हुन्छ बाहिर? अनलाइन डेलिभरी त छैन नि। ट्राई गरिदिनु होला। कोही कुरियर हुन्छ भने कसैले पहिला पैसा हालिदियो भने अब त्यो गर्नु मिल्छ। यहाँ काठमाडौँ छ भने पठाउ सठाउ, कहीँ छ भने फेरि फिजिकली ड्यामेजहरूमा बाहिर पठाउँदा फेरि रिस्क हुन्छ। बरु बेटर छ यहाँ आएर लिँदा। आएर लिनुहोस् गाइस, यो ठाउँ चाहिँ राम्रो छ। यहाँ गेमिङ हेडसेटहरू पनि छ, उहाँले राख्नु भएको छ यतापट्टि है त। यहाँ यो सानो प्रोजेक्टरहरू पनि छ। प्रोजेक्टर अरू पनि मोडल छ यहाँ छ। यो 1080p रियल हो। यो 200 इन्ची स्क्रिनसम्म काम गर्छ। 200 इन्ची स्क्रिनसम्म। यसको प्राइस कति हो? यसको तपाईँको चाहिँ 14500 जस्ट। 14500 राम्रो रेट हो नि, फरक पर्दैन नि? यो कहीँ पाउँदैन यो रेटमा। यो रेट 1080p रियल रेजुलेसन हो। 1080p रियल हुन्छ।
यो चाहिँ रियल हो, काम गर्छ। काम गर्ने रियल रेजुलेसनमा। जस्तो अलिकति एयरपोर्टको बारेमा पनि तपाईँसँग राम्रो एयरपोर्ट जस्तो नर्मल मान्छे हुन्छ नि, अब धेरै पैसा छैन, बजेट कम छ तर एउटा इयरफोन चाहिँ चाहियो, कति छ त हजुरसँग प्राइस? इयरफोन कि वायरलेस? वायरलेस एयरपोर्ट हो, यही भनेको मैले। वायरलेसमा सबभन्दा राम्रो चाहिँ यो छ। यसमा सबभन्दा के छ, अरूमा हुँदैन, तपाईँको सबैमा तपाईँको लो लेटेन्सी त्यति हुँदैन। ए ओके, डिले हुन्छ साउन्ड गेम खेल्दाखेरि। ए यो डिले हुँदैन यसमा साउन्ड। गेम खेल्दाखेरि एक्ज्याक्ट रियल साउन्ड आउँछ, जति रियल आउँछ साउन्ड। यो कुन ब्रान्ड हो यो? यो एनसीजेकै हो। एनसीजेकै हो। यसको प्याकिङ छ? यसको प्याकेजिङ यो। प्याकेजिङ पनि देखाइदिनु, किन यहाँ आएपछि मान्छे कन्फ्युज नहोस् कि मैले कुन हेरेँ। यसको प्याकेजिङ यो हुन्छ, एनसीजे ब्रान्डकै यो। म्युजिक मोड, गेम मोड, म्युजिक मोड, दुईटा कलर छ यसमा। दुईटा कलर छ। यसको लाइक साउन्ड वाइज दामी छ नि। ए साउन्ड पनि एकदम राम्रो छ। अनि कतिको उ दिन्छ यसले ब्याकअप? ब्याट्री ब्याकअप तपाईँको वान टाइममा तपाईँको इयरबडमा चाहिँ 3 घन्टा दिन्छ। यस्तो तपाईँको म्युजिक सुन्दाखेरि? म्युजिक सुन्दाखेरि 3 घन्टा दिन्छ। अनि तपाईँको यो केस शुद्ध तपाईँ लिनुभयो भने एराउन्ड तपाईँको 20-25 घन्टा जति दिन्छ। ए केसमा चार्ज भएर टोटल्ली सो 2-3 चोटि चार्ज गर्न मिल्यो मजाले। मजाले। ल यो पनि राम्रो लाग्यो। कति पैसा भन्नुभएको यसको? यसको जम्मा 1500 रुपियाँ पर्छ। 1500 रुपियाँमा दामी खालको एनसीजे ब्रान्डको इयरफोन आयो गाइज। एनसीजे ब्रान्ड लोकल होइन, यो तपाईँ जस्तो जोस् राम्रो छ मार्केटमा, जोस् मान्छेहरूले खोज्छन् होलसेलमा तपाईँको लान्छन्, तर उहाँले एक पिस पनि प्रोभाइड गराउनुहुन्छ। मलाई राम्रो लाग्यो र म जस्तो वायरवाला इयरफोनहरू पनि छ उहाँसँग। यो त्यो पनि एनसीजे हो? त्यो पनि एनसीजेकै हो। यिनीहरू चाहिँ के रेट हो लगभग? अब यिनीहरू स्टार्टिङ प्राइस चाहिँ 350 देखि हो। 350 मा आयो ब्रान्डेड इयरफोन, जुन मार्केटमा तपाईँ 650 मा किन्नुहुन्छ गाइज। तपाईँको पैसा हो, मलाई केही मतलब छैन, तर तपाईँलाई मैले दामी सस्तो ठाउँ देखाइदिएको छु। मात्र कति सस्तो क्या प्राइसहरू त। ल मलाई चाहिँ ठिक लाग्यो यार। क्यामेराहरू यताउति तपाईँलाई स्मार्ट वाचहरू केही चाहियो भने हाम्रो दाइसँग अवेलेबल छ एनी टाइम। होइन 10 देखि कति बजे खुल्छ हाम्रो टाइमिङ? हाम्रो 11 बजेदेखि 6:30 बजेसम्म खुल्ने हो। 11 बजेदेखि 6:30 बजेसम्म खुल्छ। कन्ट्याक्ट गर्नु होला। तपाईँलाई राम्रो गेजेट्स, माउसहरू, गेमिङ हेडफोनहरू, ड्रोनहरू पनि देखिरहेको छु मैले यहाँ। उहाँसँग टन्नै सामान छ र नयाँ नयाँ सामान आउँदै गयो भने फेरि हामी भिडियो बनाउँछौँ गाइज। आजलाई यति नै। हाम्रो दाइले बवाल सामान देखाउनु भएको छ। टाइम दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। धन्यवाद।